साँच्चै गर्लफ्रेन्ड त छ होला मोराको है। अब मलाई जित्यो भने तपाईँकोमा बुस्टिङ आइरहन्छ क्या कुलकोमा। ए अच्छा 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 त्यो जसले गिफ्टिङ गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ उहाँहरूकोमा जान्छ के ए त्यस्तो। तर अब तर त्यही कुराबाट निस्किनै सक्दिनँ अरे। होइन चित्त हो कि केटा मान्छे म फेरि सानो सानो कुरालाई पनि सिरियसली लिन्छु क्या। अब त्यस्तो मजाकी छँदै छैन त्यो कुरा लभको चक्करमा चाहिँ। मैले त साँच्चीकै नै सिरियसली सोचिसकेको थिएँ। मैले त भनौँ न एउटा स्टोरी पनि हालिदिउँ कि राखौँ कि भन्ने सोचिरहेको थिएँ, तर के गर्नु। आज बबिनाको बर्थडे रे। ए हो मेरो बर्थडे हो। ओहो हो र, ल ल धन्यवाद। जानेलाई जान्दिउँ है, जानेलाई जान्दिउँ, यो कुराहरू छोड्नु यार। यस्तो यस्तो कुरा नगर्नु। यस्तो म यतिको लाइन लगाइदिन्छु यतिको। खै पूर्वतिर कोही जाँदै जानुहुन्न। पूर्व गए पो टक्क यसो लाएर कोही हुँदैन, खोटाङतिरकै यसो कुराकानी गरेको भए पो हुन्छ झन्। अहिले कुलको लाग्यो भनेर भन्यो भने कति यहाँ केटीहरूको लाइन लाग्छ होला। के कुरा गरे यस्तो। मलाई प्राङ्क गरिरहेको रे सबले भनेको प्राङ्क गरिरहेछ। म सिरियस हुने भए पो त हावा आयो। उसको कामै त्यही हो हेर्न, रुई पनि पो दिन्छ अहिले। अघिदेखि म सिरियस नै छु कि नाना, साँच्चीकै नै भन्दैछु। अघिदेखि म मान्छेहरूलाई सोध्नु न सबैलाई, अघिदेखि म सिरियस नै छु क्या। कुलले प्राङ्क गर्दैछ अरे। प्राङ्क गर्दैछ थाहा छ क्या मलाई सब। उसले मलाई जिस्काएर आयो त्यत्तिकै। हावा साँच्चै गर्लफ्रेन्ड त छ होला मोराको है। मैले सोधेकै छैन है नमस्केको। यो टिकटकमा जिस्काउने कुराहरू छ नि, त्यो चाहिँ भनेको चाहिँ अर्को रमाइलो होइन, यस्तो इन्टरटेनको लागि हो। तर उसको साँच्चै गर्लफ्रेन्ड चाहिँ को रहेछ खोजेर मैले चाहिँ त हाल्दैको। साँच्चै त छ होला मोरा ढाँड्छ नि यहाँ त। यो संसार मेरो गर्लफ्रेन्ड भएको भए म के भन्नु यार नाना हजुरलाई त। बारे होइन त्यो सब टिकटकको त के हो के चाहिँ पाए त्यो हो। यो त यतिकै बोल्या हो कि नै। सबले भनिरहेछ गर्लफ्रेन्डको नाम त। उसको त त्यो नेम सबसँग जोडिहाल्छ नि। के राम्रो मान्छेको सबसँग नाम जोडिदिन्छ। होइन म त अब यो के गरौँ भएको छ क्या। के गरौँ भएको छ। हिजोकै याद आइरहेको छ झल्झल्झल्को। अनि के गर्नु त। यस्तो कुरामा पनि अल्झेर हुन्छ त। त्यत्तिकै जे पाए त्यही। लास्टै स्याडनेसले हानिरहेको छ कि, स्याडनेसले नाना एकदमै भनेको। साँच्चै उ त पुरा फिल्मको त्यो क्यारेक्टरमा घुसिरहेछ के हो। होइन फिल्मको क्यारेक्टर सेक्टर होइन कि नाना, साँच्चीकै नै भनेको कि। म आइडी साइडी देखाइदिन्थेँ कि अब यहाँ देखाउन मिल्दैन बेइज्जत के गर्नु भनेर। यस्तो भयो कि कस्तो स्याड भएको। अनि के भन्छ यहाँनिर कलर गरेको हो कपालको मेरो जस्तै हल्का ओए। अनि मेरो छैन हेर्नु त कति छ। मेरो कति कलर छ बिचमा। मैले पहिला गरेको कि हजुरले गर्नुभएको। मेरो धेरै पहिला हो। ए हो र, मैले मेरो धेरै पहिला हो। त्यही भएर हाम्रो भेट हुनु रहेछ। साइडमा ठ्याक्कै कलर छ। साइडमा हल्का कलर चाहिँ लगाएको। कति राम्रो देखाएको छ। त्यसै गफ यहाँ दुनियाँले छपरी डली चायवाला भन्न थालिसक्यो यहाँ। अनि दुनियाँले मैले भनेको राम्रो ह्यान्डसम देखाएको छ। साँच्चै नै देखिरहेको छ। अहिले त्यो एउटा के हुँदैन हल्का राम्रो देखाएको छ। ठिक छ अड्केर भन्नुभयो त हल्का भनेर। होइन हल्का राम्रो देखाएको छ भनेको के, हल्का हुँदा राम्रो भनेको। धेरै त्यो अब धेरै पुरै यहाँदेखि कलरफुल भए पो भन्ने जस्तै देख्थ्यो त होइन। अल्छी लाएर कस्तो भएको छ। एकछिन पुसअप भन्नु पऱ्यो एकछिन। नाचौँ दुईजना। हजुर नाचौँ। कतिचोटि हान्दैछ। जे
गरेर म हानिदिन्छु तर मेरो चिप्लिन्छ भुइँमा अति तनाव भएको छ यो अति नै तनाव के गर्नु पर्नु दिमागले ठाउँमा कामै गर्न छोडिसक्यो के तर म थाहा छ आज म पनि होइन बिहानको फ्लाइट थियो अनि बिहान चाहिँ 1 बजेको अनि म पनि रुममा बस्दा बस्दा यस्तो इरिटेटिङ भएको छु के गरम गरम अघिदेखि के गरम गरम हुन्छ नि त्यो मान्छे सुत्नु पाए पनि हुन्थ्यो टाइपको क्या कति गेम भने तपाईँहरू चाहिँ अनि अलि फ्रेस भयो म एकछिनमा फ्रेस भएर आउँछु एकजनासँग बोलेर आउनु पर्यो यसो फ्रेस हुनको लागि म अर्को मोबाइलबाट हेर्छु नि त्यहाँ मस्की कोसँग बोल्दो रहेछ अहिले मस्किदिन हौ नाना यस्तो गर्दै हेर्दै साँच्चै किन मस्किदिन टु बुस्टर पाएर ल मेरो भाइ हो नि त पाउनु त पर्छ त ल ल अनि के भन्छ हामी एकछिनै म काठमाडौँ आएर पर्सि सोलु घुम्नु जान्छ नि सोलुबाट आएपछि चाहिँ हामी 1 डे भेट्छौँ ल किनभने म त्यो पछाडि फेरि एकदमै टाइट छु त्योभन्दा पछाडि हामी भेट्नै मिल्दैन क्या धेरै पछिसम्म किनभने म एकदम त्यो बिचमा चाहिँ ठ्याक्क हामीसँग 1 विक जति टाइम छ मसँग त्यो दिन एक दिन चाहिँ हामी भेट्छौँ ओके छ त ल ल नाना अनि फोटो खिच्नुपर्छ अनि भिडियो राख्नुपर्छ सबले भिडियो पनि नगर्ने एउटा कुल ग्याङको लागि भनेर मेसेज आइरहेको थियो अस्ति भेटेको भनेर कसले बनाइदिएछ फोटो फेरि जोडेर एआईबाट बनाएको भिडियो फोटो त्यो पनि अनुहार पनि सेम बनाइदिइरहेको के ल हुन्छ नाना आएपछि भेटौँ ल नि आउनु आएपछि भेटौँ ल आइनेस लाइभ छ कि मेरो आज ल त्यस्तो चाहिँ देखिया चाहिँ छ तर यो साँच्चीकै हो कि किन त्यस्तो केही होइन जहिले पनि ह्याप्पी हुने मान्छे भनेको जहिले त्यस्तै हो सो है ल फेरि जोइन ओइ काट्यो यार